मौसम विभागका डिजी साहबले एकदमै चाहिँ एक्सट्रिम केससम्मको चाहिँ प्रेजेन्टेसन गर्नुभएको छ। त्यो उहाँले बोलेका कुराहरू जुन किसिमले हामीले सम्प्रेषण गर्नुपर्छ त्यो चाहिँ मिडियाका साथीहरूले पनि सम्प्रेषण गर्नुहुन म अनुरोध गर्छु। यो सुरुवात भएको छ। वास्तवमा यो वर्षातको सुरुवात हामीले जुन प्रेडिक्सन गरेका थियौँ त्यो प्रेडिक्सन अनुसार नै छ भन्ने उहाँको भनाइ छ। र आज बेलुकाको जुन चाहिँ एकदमै रेड अलर्ट गर्नुपर्ने अवस्था छ, रातभरिको चाहिँ अवस्था एकदमै गम्भीर छ भन्ने उहाँले भन्नुभएको छ। र त्यसलाई हेर्दाखेरि हामीले धेरै सतर्कता काठमाडौँभित्रका नदी छेउछाउमा, विशेष गरेर नदी छेउछाउका आम जनसमुदायले विशेष सतर्कता अपनाउनु पर्ने देखिन्छ। यसमा म सम्पूर्ण काठमाडौँवासी चाहिँ आम जनसमुदायलाई, विशेष गरेर नदी किनारमा रहेका जनसमुदायलाई एकदमै सतर्कता अपनाएर बस्नु हुन चाहिँ अनुरोध गर्दछु। र देशैभरि पनि देशैभरि पश्चिम बाहेक, सुदूरपश्चिम बाहेक, कर्णाली बाहेक धेरै ठाउँमा चाहिँ भारी वर्षा हुने सम्भावना देखाउनु भएको छ। यसले गर्दाखेरि सडक सञ्जाल, सिँचाइका सञ्जालहरू, हाइड्रो पावरका हाम्रो संरचनाहरूमा धेरै क्षति पुग्न सक्छ। त्यही कारणले तत्त निकायले आफ्नो चाहिँ जुन संरचनाहरूलाई पनि जोगाउने हिसाबले अहिले नै चाहिँ इनिसिएटिभ लिनुपर्ने हुन्छ। कुनै संरचनालाई अझै जोगाउनु पर्ने, इक्विपमेन्टहरू खोलाको किनारमा छ भने त्यसलाई हटाउनु पर्यो। प्रोजेक्टहरूले चाहिँ त्यो सतर्कता अपनाउनु पर्यो। ठुल्ठुला प्रोजेक्टले चाहिँ नदी किनारमा चाहिँ धेरै इक्विपमेन्टहरू राखिरहेका हुन्छन्। त्यो इक्विपमेन्ट फेरि बगाउने सम्भावना, पहिरोले पुर्ने सम्भावना हुन्छ। त्यसलाई पनि चाहिँ सही ठाउँमा राख्नु पर्यो। प्रोजेक्टहरूमा हाइड्रो पावरमा चाहिँ गेटहरूको चाहिँ धेरै टाइमली चाहिँ त्यसको गेटको अपरेसनको लागि स्ट्यान्ड बाई राख्नु भनेर हामीले भनेका छौँ। त्यो पनि चाहिँ सम्बन्धित ठाउँमा यो मिडियाका साथीहरूबाट पनि अगाडि जाओस् भन्ने हिसाबले भनेका छौँ। सडकमा स्ट्यान्ड बाई राख्नुपर्ने हाम्रो चाहिँ अहिले तत्कालको रेस्क्युको विषयहरू धेरै छन्। त्यो विषयमा हामीले तत्कालै जहाँ रेस्क्यु गर्नुपर्ने, इक्विपमेन्टहरू मोबिलाइज गर्नुपर्ने तत्कालै गर्नु पर्यो। र समाचार सम्प्रेषणको हिसाबले चाहिँ यो हाम्रो सुरक्षा निकायको समाचार र सडक विभाग लगायत हाम्रो सिँचाइको एउटै चाहिँ समाचार सम्प्रेषण होस्। विभिन्न किसिमका चाहिँ फरक समाचार सम्प्रेषण भयो भने, कन्सिस्टेन्सी भएन भने त्यसले अलिकति अप्ठ्यारो गर्छ। त्यही कारणले सुरक्षा निकायसँगको कोअर्डिनेसन चाहिँ एकदमै स्ट्रङ चाहिन्छ। अब सुरक्षा निकायले कुनै ठाउँमा तत्कालै चाहिँ सडक बन्द गरेर यातायात बन्द गरेको अवस्था पनि छ। त्यस्तो आवश्यकता पऱ्यो भने सुरक्षा निकायले गर्न सक्ने अवस्था नै रह्यो। सडकको हिसाबले हामीले तत्काल रेस्क्यु गर्नुपर्ने विषय, कुनै ठाउँमा चाहिँ फसिरहेको छ त्यसलाई रेस्क्यु गर्नुपर्ने छ भने इमिडिएटली त्यो चाहिँ काम गर्नुपर्छ। रेस्क्युको विषयहरू चाहिँ बसहरू फसिरहेको छ त्यसलाई पास गर्नुपर्ने छ भने इमिडिएटली त्यसलाई चाहिँ बाटो खोलाएर हुन्छ, केहरू हुन्छ त्यसलाई पास गर्नु पर्यो। अब सिँचाइका चाहिँ गेटहरू खोल्नुपर्ने, कहाँ चाहिँ समस्या छ त्यसलाई तत्काल चाहिँ गर्नुपर्ने विषयहरू गर्नु पर्यो। र अब इमिडिएटली पर्सिबाट फेरि चाहिँ हामीले सडक धेरै बिग्रियो भने, धेरै ठाउँमा चाहिँ संरचनाहरू बिग्रियो भने इमिडिएटली खोल्नुपर्ने हुन्छ। त्यसको तयारी पनि गर्नु पर्यो। किनभने सोमबारको 8-9 बजेबाट चाहिँ काठमाडौँबाट पूर्वतिर होइन टोटल्ली नै सर्छ भन्ने छ होइन। त्यो भएको हुनाले त्यसलाई चाहिँ रेस्क्यु र इमिडिएट रेस्टोरेसनको विषयलाई पनि हामीले इमिडिएटली चाहिँ हामीले स्ट्यान्ड बाई राख्नु पर्यो। अहिले त हामी सबै जहाँ डिभिजन छ, हाम्रो कार्यालयहरू छन्, सबैलाई चाहिँ सबै कर्मचारी साथीहरू चाहिँ स्ट्यान्ड बाई रहनु पर्यो। फोन गर्दाखेरि फोन चाहिँ अभाइलेबल नहुने, चाहिँ मान्छे खोज्दाखेरि अभाइलेबल नहुने होइन। अब दसैँ पनि सकिसक्यो, आजैदेखि सबैजना सबै ठाउँमा स्ट्यान्ड बाई रहनु पर्यो। त्यही हिसाबले सडकले, सिँचाइले सबै हाम्रो कर्मचारी साथीहरूलाई चाहिँ स्ट्यान्ड बाई राख्नु पर्यो। जुन निर्देशन आउँछ त्यो हिसाबको चाहिँ काम गर्नको लागि र त्यहाँ जुन अवस्था आउँछ, बजेट छैन भनेर
त्यहाँ चाहिँ रोक्ने कुरो पनि आउँदैन। त्यो त्यो विशेष परिस्थितिको विषय त्यसपछि गरौँला। तर तत्काल गर्नुपर्ने कामहरू चाहिँ गर्नुपर्छ। अहिले अघि मैले त्यहाँ सुस्ताबाट फोन आइरहेको थियो, सुस्तामा धेरै चाहिँ समस्या छ, डुबान हुनसक्छ भन्ने कुराहरू आइरहेको थियो। त्यो अवस्था के हो एकचोटि जानकारी लिएर त्यो तत्काल गर्न सकिने गर्नु पऱ्यो, नभए त्यसलाई रेस्क्यु गर्नलाई के गर्नुपर्छ तत्कालै गर्नुपर्ने। त्यो अवस्था पनि सिँचाइको हिसाबले तत्कालै त्यो इन्फर्मेसन लिएर अगाडि बढ्नु होला। र सडकका साथीहरू सबैजना स्ट्यान्ड बाई बस्नु होला। प्रोजेक्टको भनेर म प्रोजेक्टको म कार्यालयको अपरेसनमा बस्ने होइन कि सबैले सबैको सहयोग गरेर हामीसँग भएको इक्विपमेन्टहरूलाई मोबिलाइज गरेर अगाडि बढौँ र आम जनसमुदायलाई पनि यो विषम परिस्थितिमा हामी सतर्क भएर ट्राभल गरौँ होइन, यात्रा गरौँ। 2 दिन ढिलो भएर केही हुँदैन, यात्रा चाहिँ सेफ होस् होइन। 2 दिनपछि त अब यो मौसम क्लियर नै हुन्छ भन्ने आएको छ। कारणले आज राति र भोलिको अवस्था चाहिँ अलिक गम्भीर देखिन्छ। त्यही भएर नै त्यही हिसाबले सेफ भएर ट्राभल गरौँ भन्ने म अनुरोध गर्छु। सूचना चाहिँ जुन बनेको छ, अब खोलाको हाम्रो जुन चाहिँ स्ट्रेचहरू छन् त्यहाँ बनेका भौतिक संरचनाहरू डुबान हुने हो होइन। अहिले भौतिक संरचनाहरू चाहिँ ढलिहाल्ने त्यस्तो अवस्था पनि होइन। तर खोलाले चाहिँ स्कोरिङ गर्यो भने चाहिँ लड्ने अवस्था। अब अलिकति धेरै ठाउँमा हाम्रो इन्क्रोचमेन्ट पनि छ होइन। अब स्थानीय विभिन्न ठाउँमा चाहिँ खोला धेरै इन्क्रोचमेन्ट हुँदाखेरि चाहिँ डुबान हुने अवस्था आएको पनि हो। त्यो भएको हुनाले अब जुन खोलाको पहिलाको स्टेजहरू थियो त्यो धेरै इन्क्रोचमेन्ट पनि भएको कारणले ठाउँमा चाहिँ ब्लक हुने, त्यसले गर्दाखेरि धेरै डुबान हुने अवस्था पनि आएको। काठमाडौँको अवस्था चाहिँ त्यो हो। त्यो भएको हुनाले त्यस्ता इन्क्रोचमेन्टहरूलाई पनि भविष्यमा चाहिँ हामीले हटाउँदै जानुपर्छ। त्यो एकदमै जरुरी छ। र संरचनाको हिसाबले भौतिक संरचना हाम्रो चाहिँ यो हाइड्रो पावरको यो सिँचाइको संरचनाहरू हाम्रो रोबस्ट नै छ। त्यस्तोमा चाहिँ भत्किहाल्ने, त्यो ठुलो बाढीले भत्किहाल्ने भन्ने अवस्था होइन। रोडका पनि अब रोड अब पहिरो नै आएपछि सबै चाहिँ बाढीले नै गरेपछि त अप्ठ्यारो हुने नै भइहाल्यो। तर एकदमै लो क्वालिटीको भएर संरचना भत्किने भन्दा पनि अहिले हाम्रो जुन किसिमको चाहिँ एक्सेसिभ रेनफल हुन्छ, त्यसले एक्सेसिभ रेनफलको कारणले चाहिँ केही संरचनाहरूमा क्षति पुग्छ। त्यो पुग्ने स्वाभाविक हो। कुनै ठाउँमा अब हाम्रो संरचनाहरू विक पनि होलान् होइन। सबै संरचनाहरू त्यसरी चाहिँ हाम्रो लो क्वालिटीको भन्ने भएर त्यस्तो भएको भन्न मिल्दैन। अब यो लङ टर्मका विषयहरू हामीले गर्नुपर्ने धेरै छन् होइन। अहिले अब तराईको डुबानको क्षेत्र भनेको हाम्रो पहाडमा जति बढी पानी पऱ्यो तराईमा त्यति नै बाढी जाने हो, बाढी जाने होइन। अब त्यही जाने हो होइन। अब चुरे क्षेत्रमा धेरै पानी पर्दाखेरि तराईकै खेतीयोगी भूभागमा चाहिँ हामी डुबानमा पर्ने हो। र केही सर्टेन चाहिँ हाम्रो रोडको जुन स्ट्रक्चर छ होइन, रोड इस्ट वेस्ट होइन। अब हाम्रो विभिन्न रोडहरू छन्, त्यसले पनि ठाउँमा चाहिँ ब्लकेजहरू गर्ने छँदैछ। त्यो हुनाले अब यो लङ टर्ममा हामीले यसको ड्रेनेज सिस्टम कसरी गर्ने, ओभरअल चाहिँ वाटर सिस्टमको ड्रेनेज सिस्टम कसरी गर्ने भन्ने कुरामा चाहिँ हामीले लङ टर्म सोचेर गर्नुपर्ने नै छ। सर्ट टर्मको लागि तत्त ठाउँमा स्थानीय निकायमा गर्नुपर्ने तत्काल गर्नुपर्ने विषयहरूलाई हामीले एड्रेस गर्दै जानु छ।